नमस्ते सबैजना सन्चै हुनुहुन्छ। म आज फेरि नयाँ भिडियो लिएर आएको छु। म आज अचारको भिडियो लिएर आएको छु। अचार त सबैजनालाई मन पर्छ है, त्यही हो बनाउने तरिका चाहिँ फरक फरक हुन्छ। म चाहिँ त्यही आफ्नो तरिका शेयर गर्नको लागि आएको छु है। म हजुरलाई सामानहरू देखाउँछु ल। मेरो अचार आज मटर, हरियो मटर, आलु अनि प्याजको है सुक्खा अचार हुन्छ। त्यसको लागि चाहिँ मैले आलु लिगिसकेको छु। म अब आलु बसाल्छु। मैले आलु पनि बसालिसकेँ है। मैले हरियो मटर पनि निकालेर राखिसकेको छु। अनि रातो प्याज है, अर्को सेतो प्याज हुन्छ, रातो प्याज चाहिँ मिठो हुन्छ अचारको लागि। म अब यसलाई काटेर रेडी गर्छु अनि हजुरलाई एकछिनमा देखाउँछु। सब्जी अनि अचारको लागि आलु रेडी भइसकेको छ है। हरियो मटर, प्याज राखिसकेको छु। यतातिर कालो तिल अनि लेमन रेडी छ। यहाँ चाहिँ तेल काट्दैछ। यहाँ चाहिँ पानी परेर त्यही गरेर पस्केको छ है। कुनै बेला पानीहरू परेर तेलहरू एकदम त्यो पड्किन्छ नि, त्यस्तो भयो भने चाहिँ हजुरहरू चाहिँ त्यस्तो भएको बेला चाहिँ थोरै नुन राखिदिनु र नुन राखिदिएपछि त्यो पड्किन बन्द हुन्छ है। देख्न सक्नुहुन्छ मेरो पनि बन्द भइसकेको छ। मैले यसमा तेल राख्छु। काँचो राख्छु चम्चाले है। यस्तो भाँडा राख्नु हुन राम्रो हुँदैन होइन, त्यही पनि नमिलेर मैले यसरी नै राखेको छु। म अब जान्छु है। चाहिँ तातिसक्यो। म अब यसमा मेथी राख्छु। मेथी राखिसक्यो। अब बेसार यता राखिसकेँ सधैँ। अब त्यसरी नै गर्छु। यो माथि चाहिँ तेल राख्छु तातेको तेल। अब त्यो तेललाई ट्याक्क बेसारमाथि नै राख्छु है, ताकि बेसार काँचो भएर नगनाउँछ है। राखिसकेँ। म अब स्वाद अनुसार नुन राख्छु है, अनि लेमन राख्छु। म अब हजुरलाई मिक्स गरेर देखाउँछु ल। ल है साथीहरू, अचार रेडी भइसकेको छ। आलु, हरियो मटर अनि प्याजको। हजुर पनि बनाएर खानुहोस् ल। अनि मलाई कमेन्ट गर्नुहोस् कस्तो लाग्यो भनेर। मलाई सधैँभरि यसै गरेर साथ सपोर्ट माया गरिरहनु। अनि सबैलाई मनपर्ने, सबैको फेभरेट है, सबैलाई जाडो महिनामा झन् एकदम मिठो लाग्ने म आज गुन्द्रुक बनाउन जाँदैछु। मैले सबै सामानहरू रेडी गरिसकेको छु है। अनि यता घिउ पनि रेडी छ साथीहरू। त मैले फ्राई प्यान बसालिसकेको छु। घिउ राखिसकेँ है, देख्न सक्नुहुन्छ। घिउ चाहिँ ताते रेडी भइसकेको छ। जिरा राखेँ, खुर्सानी पनि राखेँ। मलाई खुर्सानी पुरा मनपर्छ। प्याज पनि राखेँ मैले है। मैले अब राम्रोसँग चलाउँछु ल। देख्न सक्नुहुन्छ यसरी भइसकेको छ। म अब यसमा लसुन अदुवाको पेस्ट राख्छु। यसलाई राम्रोसँग मिक्स गर्छु। है साथीहरू देख्न सक्नुहुन्छ यसरी भइसकेको प्याज लसुन अदुवाको पेस्ट। म अब यसमा चाहिँ थोरै मसला राख्छु। देख्न सक्नुहुन्छ मैले यसमा टमाटर राखेँ, थोरै मसला राखेँ अनि तेजा राखेँ है। म अब एकैछिन यसलाई 1 मिनट जति चाहिँ पकाउँछु ल। मैले यसमा आलु पनि राखेँ। म अब यसलाई राम्रोसँग मिक्स गर्छु। यतिको भएको छ। अब म यसमा सिन्की राख्छु, यानि कि गुन्द्रुक पनि भन्नुहुन्छ। हामीले सिन्की भन्छ है, कसैले सिन्की भन्नुहुन्छ, कसैले गुन्द्रुक भन्नुहुन्छ। यसलाई पनि म अब राम्रोसँग मिक्स गर्छु। पनि म 1 मिनट जति पकाउँछु। सिन्की हालेर यतिको भएको छ। म अब यसमा पानी राख्छु। ल आवश्यक अनुसार पानी राखेँ। म यसलाई अब मिडियम आगोमा 5 मिनट जति मजाले पकाउँछु। देख्न सक्नुहुन्छ सिन्की र आलुको सब्जी लगभग रेडी भइसकेको छ है। है साथीहरू
मेरो आजको सब्जी रेडी भइसकेको छ। सिन्की आलु अनि भात, जाडोमा तातो तातो घिउ राखेको सिन्कीको झोल। आहा है ल साथीहरू, सधैँभरि यसै गरेर माया गरिदिनु होला। ल है साथीहरू, मेरो आजको खाना रेडी भइसकेको छ। हस् त, सबैको दिन शुभ रहोस्। अब हामी खाना खान्छौँ, हजुरहरू पनि खाना खानु ल।